दुईजना कमान थैट तेरिका रिजेक्ट पो भयो यार पुग्यो 1 2 3 4 5 ल महिनामा चाहिँ म 8औं एसियली गेम खेल्न गएको छु एसियली गेम 8औं एसियली गेम हो 2056 सालमा 56 सालमा ए हो ए ल हुन्छ यस्तो छ अब यो क्यासियो जनवरी 30 यो जनवरी 31 को हैन यसरी इसियामा हाल्दिनु भएको छ उहाँले पनि 120 हाल्दिनु भएको छ ला चेकिङ गरेछ त नापा चेकिङ हो छ लास्ट आज बर्डिङ घुम कति छ यहाँ 1920 अनलाइन भएछ सो हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग होप तपाईँहरू सबैजना सन्चै आरामी हुन्छ होला म पनि एकदमै फिट एन्ड फाइन छु र अहिले चाहिँ म यहाँनिर ठ्याक्कै कहाँनिर यो गोकर्णेश्वर भन्ने ठाउँमा आएको छु होइन यो गोकर्णेश्वरको कहाँ हो यो तारै भिरकी कहाँ जाने बाटो होला सायद होइन अनि अहिले चाहिँ ठ्याक्कै 5:15 गएको छ अनि म बिहानै निस्केको थिएँ आज बिहान चाहिँ म कति बजे भने कहाँको आयो बौद्धनाथको आइरहेछ 2.5 किलोमिटर पिकअप यहाँ चाहिँ आउँदैन रहेछ कि राइड नै है यत्रो टाढो आएको थिएँ यो हिजोको आज चाहिँ म बिहान 8:14 यहाँ देख्दै हुन्छ तपाईँहरूले 8:14 बजे 8:14 मेरो पहिलो राइड हानेको थिएँ होइन अनि अहिले ठ्याक्कै 5:15 गएको छ 31 जनवरी आज 1528 भएको छ अनलाइन होइन अनि अफलाइन 400 हानेको छु अनि 400 को तेल लाएँ होइन 400 को तेल लाएर अहिले चाहिँ यहाँनिर मसको तेल चाहिँ एउटा काटा बाँकी छ सो अनि अहिले चाहिँ म यहाँबाट जाउँ भनेको यहाँनिर राइडै पाएन किनभने यहाँबाट हतपत नपाउने रहेछ होइन अब हेरौँ बेलुकासम्म आज कति 7:30 अब समथिङ होइन चिसो नभइन्जेलसम्म म गर्छु त्यति बेलासम्म कति अर्निङ हुन्छ त्यो पनि तपाईँहरूलाई म देखाउने नै छु होइन अनि अब यहाँबाट चाहिँ मलाई गाह्रो भयो क्या के गर्ने भए राइडै पाउँदैन यार बसेको निकै टाइम भइसकेको छ है अब लेट्स सी हेरौँ है तपाईँहरूलाई म अपडेट त दिइहाल्छु के हुन्छ भनेर कपन आकेश धाराको आउँछ 2.3 किलोमिटर पिकअप छ क्या है यत्रो टाढो अब यस्तो अवस्थामा चाहिँ के गर्ने भन्दाखेरि चाहिँ रिसिभ गर्छ भनेदेखि चाहिँ होइन रिसिभ गर्छ भनेदेखि चाहिँ अब यो लामो पिकअप पनि लिन यो यसलाई म अब लो प्राइसमा नै मैले एक्सेप्ट गरिदिन्छु यसरी अच्छा एक्सेप्ट भएन नि यार सिट यहाँ त राइडर पनि धेरै छ कि के जस्तो लाग्दैछ कि मलाई अब बुढालीगण्डातिर जान पाए यस्तो मजा हुन्थ्यो नि होइन अब यहाँनिर छैन अहिले भर्खर आएको थियो ठ्याक्कै त्यो एक्सेप्ट भइदिएको मजा हुन्थ्यो क्या मलाई उता जान्थेँ होइन मलाई पनि सजिलो हुन्थ्यो अब यस्तो कन्डिसनमा होइन अब राइड नपाउने कन्डिसन जस्तो अब चाबेल चोक होइन चाबेल जाँदाखेरिलाई त त्यहाँनिर चाबेल जान पाइयो भने त त्यहाँनिर टिपहरू पाउँछ होइन अब 2 किलोमिटर पिकअप छ भने यो भए पनि हान्दिने क्या होइन यो भए पनि यसलाई पनि चाहिँ उठाइदियो भने त भयो नि त होइन त्यत्तिकै जानुभन्दा त जाने 2 किलोमिटरसम्म अनि त्यस पछाडि त्यहाँ गएपछि पछाडि फेरि कस्टमरलाई पिकअप गरेर अनि त्यो ठाउँमा पुग्न सकिन्छ अनि त्यहाँदेखि अरू राइड भेट्न सकिन्छ क्या त्यसको लागि भए पनि पिकअप चाहिँ गर्न पर्ने हुन्छ अनि म यहाँ बस्छु खोज्दैछु है यहाँबाट खासै पाउला जस्तो छैन त्यही भएर अब म चाहिँ यहाँबाट मुभ हुन्छु है पठाउहरू यहाँ कहाँ आइपुग्यो चाहिँ यो के चोक हो यो विजय चोक कि के भन्छ यसलाई पाउँदैन त यार यस्तोमा पनि बसिरहेको त पठाउहरू पिकअप त मेरो 3.5-4 किलोमिटर मात्रै आइरहेको त यार तर यो मेरो इनड्राइभ हो होइन पठाउको आएको हुनसक्छ है यो के चोक हो यो विजय चोक कि के भन्छ क्या यसलाई गोकर्ण नै भन्ने रहेछ यहाँ 3.5 किलोमिटर पिकअप आएको छ अब मर्नु भइगयो नि ओ माई गड गोकर्णेश्वरै भन्दो रहेछ है हो यो शिव मन्दिरसम्म चाहिँ आएको थिएँ क्या पहिला म यहाँ कहाँ छ नि शिव मन्दिर उदयनाथ करुण हस्पिटल आउँदो रहेछ यार आउन त तर यहाँ राइडर यति धेरै छ नि होइन अघि टिप्छ क्या यसो एकछिन यहाँ वेट गरौँ है पाइहाल्यो भने त भयो नि त उतातिर मलाई सजिलो हुन्छ है यदि आयो भने छैन यार ल कहाँ हुनु चान्सै छैन नि यहाँ त पठाउमा चाहिँ कस्तो हुन्छ होइन पठाउ चाहिँ मैले 2-3वटा टिप मात्रै गरेको छु है अनि त्यसमा चाहिँ मलाई पठाउमा चाहिँ खासै एक्सपिरियन्स छैन किनभने मैले खासै गरेँ होइन नि त अब पहिला गरे हो
अनि पहिला दसैँ बेला गरेको थियो कि अनि मैले चाहिँ पहिलादेखि नै यो इनड्राइभ गरेर मलाई यो सजिलो भयो है तर अलि झ्याउ चाहिँ छ के अघि उठाइदिइहाल्छ अनि त्यसो भएपछि गाह्रो हुन्छ होइन अनि पठाउमा चाहिँ के हुन्छ भने मेरो अनुभव होइन त्यो राइड आएपछि चट्ट त्यही क्या यस्तरी छानिराख्नु पर्दैन क्या यहाँ त एउटा क्लिक गर्ने बित्तिकै गुटुङटुङ आउँछ 5-6 जना यार पठाउमा चाहिँ त्यस्तो हुन्न कि करुणा हस्पिटलको आयो अब 115 कै भयो नि म रिसिभ गरिदिन्छु यस्तरी आउँछ 1 जना 2 जना 3 जना 4 जना 4 जना भइसक्यो होइन अब मैले चाहिँ लोमा गरेको छु है सायद मेरो एक्सेप्ट गर्न सक्छ गरेन भने पनि के छैन तर यसरी चाहिँ आउँछ क्या अनि त्यही भएर अब कसको अब एक्सेप्ट गर्छ है गरेन क्या खै कसको एक्सेप्ट गरे है कस्टमरको चोइस नै हुन्छ क्या यसमा चाहिँ 95 तुसालकै भयो भने उठाइदिन्छु 100 रुपियाँ त आउँछ नि त 95 भएपछि होइन अब हेरौँ 2 जना आइसकेको छ यहाँनिर 2 जना कमान थैट तेरिका रिजेक्ट पो भयो यार कहाँ हो यो यहाँ त सकिँदैन जस्तो छ यार के हो 10 साइडहरू तर पनि मैले एक्सेप्ट गर्न छोडेको छैन यहाँनिर करुणाको अझै आउँदैछ त 115 को आयो कमान अघि एक्सेप्ट भएको थियो त्यो रिजेक्ट भयो कि क्या सायद होइन त्यही भएर चाहिँ फेरि पनि आएको छ नि यहाँनिर चाहिँ खासै उँभो लागेला जस्तो छैन यहाँनिर बसेर है अब सट्ट जाने हो यो ठाउँतिर पनि पठाउ त बबाल बस्दो रहेछ त हौ अब फाइनल्ली होइन यताबाट चाहिँ खासै मैले आश गरिनँ है अनि त्यही भएर मैले यहाँबाट जाँदैछु तर हेर्दैछु पनि बानेश्वरतिर जान्न म बेलुका भएपछि त्यहाँनिर अलि जाम हुन्छ क्या बेसी त्यता गइसके पछाडि जामको सामना गर्नुपर्छ त्यही भएर म अलि त्यतातिर जान्न बुढा नीलकण्ठ करुणाकै आउँदैछ त यार 165 मिटर मैले लोमै उठाइदिइरहेको छु तै पनि उठाइरहेको छैन आई डोन्ट नो किन हो है 165 मिटर त यतै हुनुपर्ने मान्छे पनि है यत्रो धेरै छ त्यही भएर क्या यति धेरै भएको छैन अहिले चढ्ने मान्छे भन्दा यो राइडरहरू धेरै भएको छ क्या अहिले त त्यही भएर पनि हो क्या मर्जी छ यो मन परिसक्यो कसो यो प्यासेन्जरहरूको पनि अहिले त कसलाई चुज गर्छ है ललितपुर छ ललितपुरतिर नजाउँ अब बेलुका भइसकेको छ होइन फर्किँदाखेरि ट्रिप आएन भने त्यत्तिकै हुन्छ के गर्ने होला बुढा नीलकण्ठ चुनी खेलको हात छ यही हो किन यसो भइरहेन कि प्रब्लम भएको छ हौ के हो म त बुझिनँ यार प्रब्लम पो भयो कि 150 मिटर 100 मिटर मात्रै देखाएको छ देखाउनु त के भयो हुँदैन त कहाँ हो यो मोमो पसलको एक्सेप्ट गरिदिनु त निलो पुल अरे एक्सेप्टै भएको छैन यार के भएको यार थेत भयो बल्ल भयो यो के हो सत्यकला कार्ले रुम ठिक छ म अब उहाँलाई फोन गर्छु है हुन्छ दिदी म आइहालेँ है त हस् म जानुपर्ने हुन्छ भेनस स्कुल तपाईँ हो दिदी हजुर हो ए बस्नु त आउनु हजुर हो यताबाट आएको हो कि ए हुन्छ जाउँ न खै म त गएको छैन त्यहाँ त पहिला त गएको छैन फर्स्ट निलो पुल त थाहा छ ए ल हुन्छ छैन त चाबेलतिर गयो भने चाहिँ लास्टै जाम हुने हो कि चाबेलतिर गयो भने चाहिँ जाम हुन्छ यताबाटै झर्ने हो कि यहाँनिर स्पिड गर्छ भनेर क्या एक्सिडेन्ट नहोस् भनेर हो स्पिड ब्रेकर राखेको अब स्पिड ब्रेकर राख्यो भने त स्पिड गर्दैन नि त मान्छेले अनि त्यही भएर नत्र त स्पिड गर्छ नि त्यही त भनेको 6 बज्न आँट्यो त प्रोग्राम थियो होला हजुर
केही प्रोग्राम थियो होला नत्र त अघि छुट्टी हुनुपर्ने हो भित्रको बाटो झन् जाम हुन्छ कि कोही कोही बेला त यताबाट जाउँ त यहाँबाट पनि छ सन्द सिधैबाट जाउँ आमामा यहीँनिर हो ल कति छिटो रात पऱ्यो आज त रात परेको पनि थाहै भएन आज त रात परेको पनि थाहै भएन सरासर काम गऱ्यो भने यस्तो हुन्छ कि अर्को राइड ए कति दिनुभयो ए हस् थ्याङ्क यू है त हजुरलाई पुग्यो 1 2 3 4 5 ल धन्यवाद है दिदी ए हुन्छ हस् दिदी फाइनली मेरो चाहिँ अहिले कति फाइनली अहिले चाहिँ मेरो 1621 भएको छ होइन जस अघि चाहिँ मैले 1500 मा 400 अफलाइन भने 400 नरहेछ है 300 रुपियाँ चाहिँ रहेछ अफलाइन होइन मैले काउन्ट गरेर हेरेपछि होइन हेर्दाखेरि चाहिँ अनि अहिले ठ्याक्कै तपाईँको कति 1621 हुँदाखेरि अघि 1500 हुँदा चाहिँ जो 1400 बचेको थियो भने चाहिँ अहिले 1600 हुँदाखेरि मेरो ठ्याक्कै 500 कति 1600 हुँदाखेरि चाहिँ अहिले अब ठ्याक्कै कति 1500 मात्रै बचेको जग्गा होइन अनि तेल लगाइसके पछाडि सो अब 1500 भनेपछि अब 500 मलाई चाहियो बस होइन 500 चाहियो 2000 पुग्नको लागि अब 6 बज्न आइसकेको छ 7 7:30 सम्म मैले के 500 कमाउँछु त अब त्यो अपडेट गर्दै गर्छु तपाईँहरूलाई है त हेर्दै गर्नु लागि थियो अहिले चाहिँ एउटा राइड आएको छ होइन लोत्से मलको म उहाँलाई लिन जान्छु अनि राति पनि भइसक्यो 6 बजिसक्यो कति छिटो टाइम जान्छ यार लिएर जाने हो अनि बस पार्क फेरि धुलो बस पार्कको धुलो खान जाने भयो हो यतै हो कि किन हुनुपर्ने हो लोकेसन फिनिस्ड एकचोटि कल गर्नुपर्ने हुन्छ मैले उहाँलाई भन्दा हुन्छ बस्नु न साउन्डमा त्यसरी म यहाँ के अरे प्रेसर दुःख गरेको है सर मैले हजुर हजुर भने म यहाँ चाहिँ म बक्सिङको चाहिँ म खेलाडी हो क्या फेरि ए बक्सिङको खेलाडी मेरो सानोमा मेरो 8 वर्षमा मेरो आमा बितेको 12 वर्षमा बाउ बितेको ओहो मेरो दिदीले पालेको यो मेरो अहिले छोरीको बाउ छ नि मेरो भाइले अनि मलाई कसैले पालेको होइन म काठमाडौँ पुतली सडक आएर चाहिँ भाँडो माझेको मैले 7 एलिमेन्ट रेस्टुरेन्टमा हजुर त्यहाँ भाँडो माझ्दाखेरि एउटा लिम्बू चाहिँ के अरे कराते सिकेको रहेछ हजुर योभन्दा चाहिँ 2000 चाहिँ 44 सालको कुरा हो 44 सालको है मलाई पिटियो त्यसले म भाँडा बाँध्दै थियो 150 रुपियाँ थियो भाडा तलब मेरो ए हजुर त्यहाँदेखि त्यसले पिटेपछि म चाहिँ अनि म पनि चाहिँ यसो हेर्नु गयो अनि केही गेम खेल्दा सुरुमा कालो कपडा लगाउने तरवाल खेलाएर नाचेको रहेछ म पनि खेल्छ भन्यो हजुर साउलाई भन्यो 150 रुपियाँ तलब छ त्यहाँ रहेछ 700 रुपियाँ चाहिँ ऊ फिस ए म भर्ना फिस त्यति अनि मन्थली फिस चाहिँ 320 रहेछ ए त्यो गरेपछि म 3 महिना मात्रै म 8औँ एसियली गेम खेल्नु गएको छु एसियली गेम 8औँ एसियली गेम 2056 सालमा 56 सालमा ए 2056 सालमा म 8औँ एसियली गेममा गयो जमानामै रहेछ नि है हजुर गयो म लुक दिएको सर ओहो म कोरिया लुक दिएको सर ए कोरिया कोरिया थियो कि त्यतिखेर ए हजुर 2000 चाहिँ 8औँ एसियली गेम 2056 मा हजुर हजुर म लुक दिएको सर ए कोरियामा गेम थियो अनि कोरियामै हराउनु भयो ए हो ए ल हस् हुन्छ है हजुरसँग भेटेर एकदम खुसी लाग्यो राम्रोसँग जानु होला के अरे खेलकुद समितिमा आउनुहोस् पञ्चे गुरु भनेर भन्नुहोस् ए हुन्छ हुन्छ हजुरलाई म सम्झिन्छु नि है कुनै व्यक्ति चाहिँ यहाँ हजुरको कुनै व्यक्ति गएको छ भने हजुर जिल्ला खेलकुद समितिमा चाहिँ जानुहोस् अरू चाहिँ केही नजानु जिल्ला खेलकुद समिति कहाँ हो भन्नुहोस् त्यहाँदेखि त्यहाँ गएर पञ्चे गुरुको घर कहाँ हो भनेर भन्नुहोस् फलानले मैले भनेको भन्नुहोस् ए हस् गुरु हस् है ल राम्रोसँग जानु होला शुभयात्रा हुन्छ चढेको थियो भनेर पठाउमा चढेको थियो हजुर भनेर भन्नुहोस् ए हुन्छ गुरु हुन्छ म तपाईँलाई सम्झिन्छु नि फर्स्ट टाइम म पठाउमा चढेको छ ए हो र ल हजुरलाई म सम्झिन्छु है त हस् हस् सर शुभयात्रा है त सर अब उहाँ हुनुहुन्थ्यो पञ्च गुरु है उहाँ चाहिँ रमाइलो पनि हुनुहुँदो रहेछ मान्छे है अनि जस उहाँले चाहिँ मलाई 150 दिइसक्नु भएको छ त्यही नै अहिले चाहिँ म यहाँ लोत्से मल आएको छु उहाँलाई मैले छोडी पनि सकेको छु 136 थियो तर उहाँलाई मलाई 150 दिनुभयो भनेपछि 1500 बचेको थियो 1650 भयो है 1650 बच्यो अब अनि 1650 मा अब मैले 350 कमाउनु पर्ने भयो त मेरो टार्गेट पुरा गर्नलाई
यतातिर चाहिँ यहाँ रोक्नु पनि दिन्न कि खास छैन एकछिन रोक्ने बित्तिकै चलिहाल्नुपर्छ नत्र ट्राफिक आयो भने फाइन परिहाल्छ यहाँ चाहिँ होइन एकदम ध्यान दिनु है यहाँनिर धेरैलाई चाहिँ चिट काटेको देखिरहेको छु मैले है यहाँनिर चाहिँ रोक्ने आउने गइहाल्ने हो कि बस्नुहुन्न धेरै सो गाइस अहिले चाहिँ होइन 7:12 गइसकेको छ क्या यहाँ म बस्दा है अब यहाँ टिपे लाग्दैन अब अफलाइनमा सोध्दै हिँड्ने कुरा पनि भएन म खासै त्यसरी गर्दिनँ होइन अब आइहाल्यो त्यस्तो अपरचट त्यस्तो चाहिँ अब हुन्छ नि प्रब्लममा भएर चाहिँ जाउँ भन्ने हिसाबले सोध्यो भने मात्रै म जान्छु है अनि अब यहाँ बिजी मल साइडमै छु है यहाँदेखि यत्रो राउन्ड हाने मैले यत्रो राउन्ड हान्दै मैले चाहिँ अब यहाँनिर एसेप्ट गर्न खोजेँ होइन अब यसरी एसेप्ट गर्न खोज्दाखेरि कहीँ चाहिँ अब एसेप्टै भएन क्या मेरो अनि सो अब चाहिँ म यहाँ बस पार्क एरियाबाट चाहिँ म जान्छु किनभने यहाँ यति धेरै अहिले छ नि पठाउ राइडरहरू त्यहाँदेखि सबै त्यो पारी अनि यता अझै यहाँ पर सबै पठाउ राइडरहरू छ है अनि यहाँ बसेर साध्यै छैन अब आउनु त आउँछ यो धापासीको आइरहेछ है यसकै भए पनि म उठाउने प्रयास गर्छु तर फाइनल्ली उठायो यार मेरो यार नयाँ बस पार्कदेखि ग्रेनी टावर्स 96 रुपिसको रहेछ होइन अब मैले उहाँलाई लिएर जान्छु अनि मास्दै जाने म बस पार्क त आउँदिनँ बल्ल उठ्यो यार एउटा सो गाइस होइन यो धापासीवाला राइड पनि मैले चाहिँ कम्प्लिट गरिसकेको छु उहाँले चाहिँ इसिआमा हालिदिनु भएको छ इसिआमा पनि आज त छ ड्याङ इसिआमा हालिदिनु भएको छ होइन 120 77 100 यसरी हालिदिनु भएको छ आजको होइन यस्तो छ अब यो क्यास यो जनवरी 30 यो जनवरी 31 को होइन यसरी इसिआमा हालिदिनु भएको छ उहाँले पनि 120 हालिदिनु भएको छ उहाँले चाहिँ अब कति 96 समथिङ कति थियो 1820 भनिसके पछाडि अब म चाहिँ रुमतिरको रुट हाल्ने हो मेरो अलरेडी छ बुढा नीलकण्ठ अब ठिक छ उतातिर आयो भने लिएर जाने हो नत्र भने अब आयो भने आयो आएन भने आएन अब चाहिँ 8 बज्न आइसकेको छ अब चाहिँ म गर्दिनँ राति चाहिँ होइन सो गाइस होइन अहिले चाहिँ फाइनली यो मेरो लास्ट राइड हुनेछ बुढा नीलकण्ठ बस पार्कको होइन ठ्याक्कै त्यताको सहयोग आएको छ अनि त्यस पछाडि लेट्स सी कति हुन्छ होइन मेरो आजको अर्निङ मेरो आजको लास्ट राइड नै यही हो है सायद आजको पुग्छ होला मेरो टार्गेट चाहिँ यस्तो लाग्दैछ हेरौँ लेट्स सी रोड हाउस हजुर म आइसकेँ त कहाँनिर हो म यो ठ्याक्कै गोलफुटारमा छु यो रोड हाउसको अपोजिट रोड हाउस भन्ने एउटा सपिङ सेन्टर रहेछ नि पेट्रोल पम्पभित्र भन्ने कुरा पो हो त त्यो तपाईँ हो ए ल अच्छा पेट्रोल पम्प भनेर पछाडि नै हुँदा चाहिँ मान्छे चाहिँ पेट्रोल पम्प भन्ने नि 4.3 किलोमिटर छ हजुर हो ल बस्नु त सर जाउँ है सो मैले चाहिँ उता धापासी मान्छे पुऱ्याइसके पछाडि एउटा कोलफुटा बास्केटबलसम्म चाहिँ एउटा मान्छे लिएर आएको थिएँ अनि त्यस पछाडि फेरि लास्ट राइड अब चाहिँ म जाँदैछु रुमतिर होइन यो चाहिँ बुढा नीलकण्ठकै भेटेँ ठिक्क अनि सो मलाई सजिलो पनि भयो जाँदैछु होइन अनि तपाईँहरूलाई म लास्टमा देखाउँछु आजको अर्निङ के कति भयो होइन राइड गर्नु चाहिँ बेलुकै मजा हो क्या राति नै मजा मान्छे हुँदैन यार गाडी रोडमा मान्छे हुँदैन रोडमा गाडी हुँदैन मजा आउने के राति चाहिँ तर चिसोले पो नसकिने त चिसो भइहाल्छ है चेकिङ पो छ कि क्या हो ला चेकिङ गरेछ त नापास चेकिङ हो सर हजुर हो अनलाइन हो यहीँ माथि जाने हो हस् थ्याङ्क यू सर जेस पठाउ इन ड्राइभरलाई चाहिँ अब भनौँ न खासै चेकिङ चाहिँ हुँदैन अनलाइन गरेर हिँड्यो भने चाहिँ अफलाइनलाई चाहिँ अलिक गाह्रो नै हुन्छ है गाइड छैन अफलाइन चाहिँ खासै गर्नु चाहिँ हुँदैन अफलाइन भयो भने चाहिँ गाह्रो होला फेरि अनलाइन गऱ्यो भने खासै चेकअप पनि हुँदैन पठाउहरूलाई किनभने पठाउ इन ड्राइभ गर्दाखेरि चाहिँ अनिवार्य रूपमा के हुन्छ त लाइसेन्स र बिलबुकको त्यहाँनिर राख्नुपर्ने हुन्छ क्या त्यहाँनिर रजिस्टर गर्दाखेरि त्यही भएर चाहिँ यस्तो भयो है छुटकारा पायो भन्दैमा चेपिटी गर्नु चाहिँ भएन फेरि अब त्यही नै हो 100 रुपियाँ हो हस् थ्याङ्क यू है त
ल लास्ट आज अर्निङ घुम कति चाहिँ यहाँ 1920 अनलाइन भएछ भनेपछि अघि अफलाइन पनि हान्यो भनेपछि 2000 भयो भनेर बुझ्नु पऱ्यो है। सो आज चाहिँ सरदर होइन 2000 चाहिँ अर्निङ भयो भन्ने कुरा म हजुरहरूलाई जानकारी दिन्छु किनभने अब अफलाइनहरू पनि थियो मेरो अलिअलि अफलाइन चाहिँ खास गर्नु हुँदैन गाइजहरू है। अब अफलाइन गऱ्यो भने चाहिँ फेरि होइन ट्राफिक चेकिङमा परिहाल्यो भने चाहिँ गाह्रो हुनसक्छ त्यही भएर चाहिँ अनलाइनलाई प्रायोरिटी दिउँ। अफलाइन भनेको त्यही अकस्मात त्यस्तै परेको बेला मात्रै नत्र त्यो अफलाइनलाई चाहिँ अलिक प्रायोरिटी दिनु चाहिँ हुन्न खास है त्यही नै भन्छु म पनि। सो त्यही नै हो किप सपोर्टिङ किप वाचिङ सी यू नेक्स्ट ब्लग है त।